ठुलो हात्ती छ यार यहाँ। ओहो के गरिरहेको छ यार हात्तीलाई यार। ओ गणेश भाइ, ए गणेश भैया, ओइ छोटो ओइ, यो त खतरा गाडी आयो यार। हान्ने 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 ल गाडी कसरी देखाइन्छ? दामी छैन। ल पान मसलाको दोकान यता रेनासँगै बस्यौ कि क्या केरलाको मेला कस्तो हुन्छ तपाईँहरूले हेर्दै गर्नु होला। हेलो वेलकम टु माई अनदर न्यू ब्लग। तपाईँहरूलाई स्वागत छ मेरो एमआर सुसन ब्लग्सको अर्को नयाँ भिडियोमा। आज चाहिँ यहाँ केरलामा मन्दिरमा मेला लागेको रहेछ होइन। त्यो मेलामा जानलाई हामी तयार छौँ। आज चाहिँ फुल भिडियो त्यो मेलामा के हुन्छ कस्तो गरिन्छ त्यो सम्बन्धी हुनेछ। भिडियोलाई मस्त लास्टसम्म हेरेर प्रतिक्रिया दिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। सपोर्ट चाहिन्छ है तपाईँहरूको है। ल मेला जानुको लागि तयारी हुँदैछु। सुरुवाल चाहिँ लगाइहालेँ। अब माथिको लगाउँछ टक्क यस्तो गरौँ। लु बेस बेस जोडी त हो नि, जोडी हाल्नै सँग मिल्ने। यो कस्तो देखिन्छ यार? सुहाउँदैन, यो पुरानो नयाँ हुन्छ। यो पो ठिक छ होला नि? यो देख त। ओए ठिक छ। धेरै धेरै गर्छ मान्छे। हेरोस् न, झन् हेरोस् भनेर लगाउने त मान्छेले। ठिक छैन यो? मिल्दैन क्या, यो ठुलो हुन्छ क्या। यहाँ जोडी खुट्टामा जुत्ता टक्क लाएर माथि कपडा टक्क लाएर कान्छीलाई भेट्न जानेको टक्क लाएर तारा ठिक छ। ओ माका हल्का नचल्ने घडी पनि लगाइदिनु पर्छ कि मजा आउँछ। स्टाइल हो नि त। किन गर्छु यतिको भएपछि माल ल फाइनली हामी चाहिँ रेडी सेडी भएर मेलातिर लाग्दैछौँ। केरलाको मेला कस्तो हुन्छ तपाईँहरूले हेर्दै गर्नु होला। ओके गाडीहरू मस्त कुदिरहेछ, सब मेलातिर हिँडिरहेछ हो। यहीँ परतिर हो, हामी चाहिँ हिँड्दै जाने हो। यो घरमा टक्क लाइट चाहिँ दामी लागेको छ क्या। यो चाहिँ चर्च रहेछ है, चर्च एकदम ठुलो चर्च। त्यहाँ हेर्नु न लाइटहरू बलेको, बाफ र स्टार खतरा, एकदम खतरावाला चर्च रहेछ यहाँ। त्यहाँ ल सेल लागिरहेछ है। चप्पल मात्र 50, मात्र 50। म छानी मात्र 50। ल मात्र 50 चप्पल किन्न आँटिरहेछ यहाँ चाहिँ। लिएको छ दामिसको मात्र 50 रुपियाँको चप्पल। यहाँ यो गाडीमा चाहिँ हात्ती छ, हात्ती ठुलो हात्ती छ यार यहाँ। ओहो के गरिरहेछ यार हात्तीलाई यार। ओ गणेश भाइ, ए गणेश भैया, मेलाको लागि लाइट साइट लाएर चाहिँ के साह्रो सानो माद तयारी छ यार। हामी पनि जाँदैछौँ मेलामा रमाउन, केरलाको मेला आउँदैछ नि। आउँदै टर्निङ त्यहाँदेखि काटिदिनु त्यहाँ आइपुग्यो। यस्तो लाइट त कहाँसम्म लागेको छ भने नि, बाफरे मन्दिर छ पर, लाइट भने यहीँबाट लाएर। म चाहिँ यहाँ भिडियो चाहिँ घरिघरि मात्र बनाउँदैछु कि मान्छेले देख्छ कि लाज हुन्छ, त्यही भएर घरिघरि भिडियो बनाउँदैछु। म यहाँ फेरि के छ, आमा जुस सबै छ यार। आइसक्रिम, खेलौनाहरू, खानेकुराहरू दामी छ यार। जाम लागेर हेर त। ल जाम लागेको, जाम लागेको गाडीले जानु बाटै पाएको छैन, एकदम धेरै प्याक भइसक्यो यहाँनिर। बुढोले यहीँ चुरोट हानिदिइरहेको छ ब्याग। बुढियाहरू र छ यार फ्यानहरू, पङ्खाहरू। ए बस र म त सँगै पो हिँडिदिन्छु है। आमा के तरिका हो यो, के हो?
बामी सराई हो गाडीहरू। यो गाडीहरू चाहिँ पुरा बामी सरिरहेको छ। म मात्र यहाँ तुफानमा हिँडिरहेको छु। यस्तो गाडीहरू त म छोडिदिइहाल्छु। यस्तो स्पिड हिँड्छु। पार्किङ फुल छ ल। ल यो पान मसलाको दोकान यता रहेनछ, मै बसिदिउँ कि क्या हौ। बिस्तारो ल गाडीहरू, सधैँ अगाडि अगाडि कुद्छौँ नि होइन। आज चाहिँ बिस्तारो ल, हामी अगाडि कुद्छौँ। म पानीपुरी चाहिँ एकदम गुलियो हुन्छ। छ्या गेटमा आइपुग्यो हामी चाहिँ। गेटमा गेट 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 मेन गेट यही हो। सबैजनाले हेर्नु पर्यो यहाँ चाहिँ। यस्तो भिड लागि मान्छेहरू यहाँ लाइन लागिरहेको छ यार। के को लाइन हो यार यो? सिधै पुरा लाइन लागिरहेको छ त यार। ओ हामी पनि लाइन बस्नुपर्ने हो कि बा? ओ लाइन पो बस्नुपर्छ क्या हौ। ओ मादर ओ छिर्नु सकिँदैन यार भित्र त यार। कोला राखिदिरहेको छ यार। ल यो कोला चाहिँ बेच्नुपर्छ है। 100 रुपियाँको कोला यहाँ कोला चाहिन्छ भनिहाल्नु है। उहाँ पुग्यो भने अब केटाकेटीले यो पनि लडाउनै खोज्दैछ यार। म हेर ल चप्पल छैन भने चाहिँ यो वरिपरि छ है। वरिपरि रोजी चाहिने चप्पल। ओए कुन चप्पल लगाऊ यार म? ओ म कुन चप्पल लगाऊ यार? यो भाइले हान्नु आँटिरहेको छ है। मिस्टेक मिस्टेक। ओ भाइले पार्दै यार एउटा। झन्डै मान्छे पार यार। आगो फुटो यार। ल यार भाइले पार यार। लग्यो हो त्यसले। पारो अरे पारो छ नि। ल पारेर पनि पाइसक्यो यार। सेक बनाएको हेरौँ। नेचुरल सेक्सन। अहिले सोध्नु पर्यो नि त्यहाँ लेखिरहेको छ त कति हो? यत्रो टडकको मुनि नबस न, किचेर मार्ला नि फेरि। सानो टडकहरू छैन यार माथि टाउकोमा। आगो आइसक्रिम दामी खालको हेर। आइसक्रिमवाला मान्छेहरू लडा छ यताले पक्कै लडा छ। एकदम एकदम फोकस गरेर हान्नु। फर्स्ट प्लेयर
कुन हो कहाँ तँ रोलेक्स हुन्छ नि खानेकै हिँड्छ नि चस्मा त रड्डी रड्डी छ दामी छैन प्राइस के मामाहरू जाँदैछ दुईजना मामाहरू यता त्यो गीत गाउनेलाई हेरेको क्या यिनीहरूले धेरै यही छ यहीँबाट आउन यहीँबाट भिडियो बनाउनु सजिलो हुन्छ क्या पोखरी पनि रहेछ यार कोही कहाँ छ ए हो तर नि मलाई त एउटा चाइनाको मान्छे भन्दै यार पुरा यहाँ अब मेलादेखि निस्किँदै गरेको कि भिडभाडले आमो चेप्पा चेप यहाँ निस्किने पाएको छैन यस्तो साह्रो भिड छ कि एकदम मान्छे धेरै धेरै तान्ने एकदम धेरै मान्छे यस्तो भिड छ कि मेलामा गाह्रो छ खोइ दाइ मान्छे चाहिँ हेरौँ न यहाँ पाइला सरेको हेरौँ न यस्तरी पाइला अरे बाटै छैन त यार चाट मसला मोल किन्न यार ओए बदाम ओए रुपियाँ आज त बदामले त दुईटा हामी निस्केको यार डन्टीले लाग्छ है मामा जाम परिसक्यो यार चाट मसला मामा का गाड़ी तो यही रहे यार। ये चाहिए 50 रुपीस 7 पीस 7 पीस एक प्लेट। पानी पूरी खाना आँटेको या पानी पूरी नौ बजी सक्यो हो। हामी मेला घुमेर अघि नै 6:30 बजी नै आएको। एकदम भिड भएर यहाँ गाडीहरू जाम लागिरहेछ। तो पछाडि अब चाहिँ हामी निस्केको ल अहिले चाहिँ सुनसान भयो गाडी रोड। तर पनि आउँदैछ आमा ओइ छोड त ओइ यो त खतरा गाडी आयो जा हान्दै ल मेलाबाट थाकेर आयो। 5 मिनटको बाटो हिँडेर गएर हिँडेर घुमेर डुलेर हिँडेर आयो। खतम थाकेको छ यार। ल यार
डुलेर घुमेर आइयो पो रुममा। थकान लाग्यो यार, गलियो। भिडियो लास्टसम्म हेर्नुभएका तपाईँहरूलाई धेरै धेरै धन्यवाद र मलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। सब्सक्राइब प्लिज, सपोर्ट गर्नु पर्यो नि त होइन, सपोर्ट चाहियो नि त। पैसा लाग्दैन क्यारे सब्सक्राइब गरेको, एक लाइक ठोकेर एक सब्सक्राइब भन्दा के हुन्छ। मन लाग्यो भने के भन्नु मन लाग्छ कमेन्ट गरिदिनुहोस्, खुल्ला छ त, पैसा लाग्दैन, फ्री छ है। बाई।